AI. Hello guys, आइया वेलकम छ मेरो न्यू युट्युब च्यानल भनिन्छ कि मेरो न्यू मिनी भ्लग टिकटक मिनी भ्लगमा। अनि आज हामी चाहिँ कहाँ जाने हो भनेपछिमा नाम के हो? नाम चाहिँ जक्टल हो कि गगन हो के भन्छ मलाई नि थाहा छैन, मलाई कन्फ्युज भएको छ। त्यहाँ जान लागेको। हैन म चाहिँ हाँसे के हो पागल हो कि दिमाग नि छैन ठिक उसको। ठाउँमा छैन गरे यार, के भयो मलाई ल ल उसको दिमाग चाहिँ खुट्टामा छ भनेको है गाइस मैले, आइया किनकि उसलाई राम्रोसँग नामै थाहा छैन नि त, त्यही भएर अनि मैले हल्का जिस्केर बोलेको। बिचरा हामी दुईजना कहाँ जान लाग्यो? बिचरा हामीहरू मान्छेहरू होइन सुइँ बाइकमा चढिरहेछ, हामीहरू खुट्टाले हिँडिरहेछ, गाह्रो छ हो गाइसहरू। यदि कसैले होइन हामीलाई पनि बाइक गिफ्ट गरिदेऊ न ल। यसो गिफ्ट गर्न मन लाग्छ भने कमेन्टमा छोडेर जानु होला। त दुईजना आउँदै हुनुहुन्छ तर हामी चाहिँ यार सिङ्गल लाइफ के भनौँ अब, रक पीडा बनाऊँ कि बेस बनाऊँ कि स्याड बनाऊँ कि के बनाऊँ गाइस? ल म त रोएको मैले चाहिँ रुनु पर्दैन ल। म अब तिम्रो के भन्छ तिम्रो त्यो बाँदरहरूलाई रुखमा चढ्न पनि मैले सिकाइदिएका ल गाइसहरू। हजुरहरूलाई पनि रुखमा चढ्न सिकाइदिनु पर्यो भने म सिकाइदिने छु। घुमेको है गाइस, हामी चाहिँ यो ठाउँमा पुगेको। अब एकैछिनमा हामी पुग्छ। के साह्रो नक्कलीहरू। हजुरहरूलाई घुम्नु पर्यो भने पनि मलाई सम्पर्क गर्नु होला, म घुमाइदिनेछु यो ठाउँमा। अनि गाइस भोक लाग्यो भने यतातिर खानेकुरा पनि किनेर खान पाइने रहेछ। त्यसको लागि त पैसा चाहियो, फेरि पैसा हामीसँग त पैसा थिएन। नो मनी भनेको जस्तै भयो हामी त। माया छ है गाइसहरू सबैजनालाई, यत्रो पनि ठाउँ चाहिँ गोपाल छ। अब खाजा यहाँ देख्ने बित्तिकै साइनबोर्डमा पानीपुरी देख्यो, कस्तो खाम लाग्यो। फाइनली हामी गेटमा पुग्यो। गेट पुगिसक्यो। अब हामी यहीँबाट भित्र छिर्छु। छिरेपछि मेरो साथी चाहिँ अगाडि गएको अनि हाई हेलो भनेर जानुभयो। राम्रो ठाउँ छ, सबैजना आउनुहोला। यसका बहुत के भनौँ यसको कपाल चाहिँ बहुत अच्छा है। ल नाच्न नजाने आँगन टेगन भनेको यही मान्छे हो।